हेलो साथी, वेलकम ब्याक टु आवर युट्युब च्यानल बेब एन्ड देव ब्लग्समा। र आज चाहिँ म धेरै दिनपछि भिडियो बनाउँदैछु, त्यो पनि आफ्नो भोइस रेकर्ड गरेर भोइस हाल्दैछु। र अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने सलिना स्लानिक प्राहोबा भन्ने ठाउँ, जहाँ चाहिँ नुनको गुफा छ। र हामी 5जना साथी जाँदैछौँ र अहिले चाहिँ हामी ट्रेन स्टेसनतिर आइसकेको छौँ। अहिले हामी 2जना मात्रै छौँ, बाँकी साथीहरू चाहिँ आउँदै हुनुहुन्छ। अहिले ट्रेन 7 बजे 7:15 7:18तिरको ट्रेन छ, किनभने अब सबै साथीहरू नआइसक्नु भएको कारणले गर्दा चाहिँ हामी चाहिँ टिकट नकाटिकन बस्यौँ, साथीलाई वेट गर्दै बसिरहेका छौँ। र फाइनली साथीहरू आइसक्नु भयो र हामीले टिकट पनि काटिसक्यौँ र अहिले हामी हाम्रो ट्रेनतर्फ जाँदैछौँ। हामी 5जना साथीहरू छौँ। अब किनभने धेरै दिनपछिको प्लानपछि आज हाम्रो प्लान सक्सेस भएको छ, त्यही भएर हामी चाहिँ जाँदैछौँ र हामी ट्रेनमा पनि बसिसकेको छौँ। हामी साथीहरू गफ गर्दै भिडियो बनाउँदै जाँदै थियौँ र के भन्छ भने धेरै दिनपछि मैले यो भिडियो बनाउँदैछु, किनभने म तिमीसराबाट बुकाडी शिफ्ट भइसकेको छु र यो जुन ठाउँ हामी जाँदैछौँ प्राहोबा भन्ने ठाउँ, नुनको गुफा, त्यो चाहिँ 2 घन्टा बुकारेस्टदेखि 2 घन्टा टाढा छ र हामीले प्लोस्टीबाट हाम्रो ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ। हामीले जाने बेलामा हल्का पानी खाजाहरू पनि बोकेर गएका थियौँ। र बहिनी अनि मेरो पाला भनेको म पनि यसरी 40 मिनट आधी घन्टाको 40 मिनट आधी घन्टा 40 मिनटको 2 घन्टा देखाउँदैन। यहाँबाट अर्को ट्रेन चेन्ज गर्नुपर्छ नि त। त्यसपछि बुझ्यौ? होइन, उहाँ गएर अर्को टिकट काट्ने। आज अब मलाई भोइस रेकर्ड गरेर मात्रै हाल्ने, किन अब नेक्स्ट टाइम भिडियो बनाउँदाखेरि चाहिँ म आफ्नै भोइसबाट भिडियो रेकर्ड गर्दै हाल्छु। र अहिले चाहिँ मेरो भोइसकै रेकर्डिङ आवाज सुन्नु होला। हेर्नुहोस् त बाटोको सिनहरू कस्तो राम्रो राम्रो देखेको छ। अनि के भन्छ अरे, प्लोस्टीबाट चाहिँ हाम्रो ट्रेन छुटेर हामी ट्याक्सीमा गयौँ। ट्याक्सी ड्राइभरले 200 रुपियाँ भाडा लियो स्लानिकसम्म गएको। ट्रेनमा आउँदै हाम्रो ट्रेन छुटेर प्लोस्टीबाट हामी ट्याक्सीमा जानु परेको हो साथीहरू। यो ट्रेन चाहिँ भाडा सस्तो चाहिँ साथीहरू, प्लोस्टीबाट त्यहाँ स्लानिक जाने ट्रेन चाहिँ जम्मा 10 लेईमा चाहिँ लाग्छ भने हामी फाइनली त्यो ठाउँ पुगिसक्यौँ र हामी पुगेर खाजासाजा खाएर हामी हाम्रो गन्तव्यतर्फतिर लाग्यौँ साथीहरू। रमाइलो गफ गर्दै हाँसी मजाक गर्दै हामी जाँदैथ्यौँ बाटोमा, हिँड्दै गफ गर्दै। अलिकति घाम लागेको थियो, घामले गर्दाखेरि आँखा तिरमिर हुँदै भए पनि, हामीले चस्मा लगाउँदै भए पनि हामी बाटोमा हिँड्दै गफ गर्दै जाँदैथ्यौँ। अहिले चाहिँ हामी स्लानिक, जस्तै अब नुनको गुफा भन्ने ठाउँतिर आएका छौँ। हामी यहाँ 5जना छौँ। यहाँ बहिनी हुनुहुन्छ, अगाडि 3जना साथीहरू हुनुहुन्छ, अनि ध्यान म छु। भ्लग बनाउने मान्छेले त अनि बनाउनु पर्यो नि त। सिधा त्यस्तो सेयर गरिँदैन है, त्यस्तो सेयर चाहिँ गरिँदैन। अगाडि फ्रन्ट अनि गाइजहरू कस्तो फिल हुँदैछ त? हामी कहाँ जाँदैछौँ अरे? चमेरो गुफा? चमेरो अलि होइन होला। कहाँ? अनि त्यहाँभित्र जानलाई चाहिँ टिकट काट्नुपर्ने रहेछ साथीहरू। हामीले टिकट पनि काट्यौँ र हामीलाई त्यहाँबाट टिकट काटेपछि गाडीले नै गुफासम्म पुर्याउने रहेछ र हामी गुफातर्फ जाँदैछौँ। र हामी फाइनली गुफा
पुग्यौँ र गुफा स्टार्ट यहाँबाट हुन्छ है त। यहाँबाट गुफा स्टार्ट कति हुन्छ। चिसो नुनको गन्ध आएन नुनको गन्ध आएन नुनिलो नुनिलो स्मेल आयो नुनिलो खानु मलाई चाख्नु यो सबै ढुङ्गा रहेछ नि एउटाले नुन के नुनिलो नुन बनाएर त यस्तो भन्छु यस्तो ओ यही होला भिडियोमा देखेको ओ वाउ कस्तो राम्रै के नुन होला नि यो चाटी हेरौँ हो नुनिलो छ फेरि एकचोटि चाट्नु त कसले खिचिन्छ ग्रुपिङ फोटो नुनिलो छ फाइनली हामी चाहिँ घुमेर सक्यौँ, फोटोहरू खिच्यौँ र कति कुराहरू मैले भिडियोमा रेकर्ड गरेको छुइनँ। त्यहाँनिर पहिला पहिला यो गुफा कसरी बनाए, कसरी यत्रो भयो भन्ने सबै पिक्चरहरू त्यहाँ दिएको छ होइन। साथीहरू तपाईँहरू आएर हेर्न सक्नुहुन्छ र मैले मेरो भिडियोमा चाहिँ क्याप्चर गर्न सकिनँ, त्यसको लागि सरी। र अब हामी चाहिँ घरतर्फ फर्किँदैछौँ र हामी जाँदैछौँ। बाई बाई साथीहरू।